साथीहरू, हामीले चाहिँ केही महिना अगाडि चाहिँ राष्ट्रिय परिचय पत्रबाट चाहिँ तपाईँ हाम्रो चाहिँ यो मतदाता भोटर कार्डको लागि चाहिँ एउटा चाहिँ के आएको थियो भन्दाखेरि चाहिँ दोज हु पर्सन है, जो साथीहरूले जो चाहिँ भोटरहरूले अथवा जो हाम्रो नागरिकले यदि चाहिँ राष्ट्रिय परिचय पत्र बनाइसक्नु भएको छ भने चाहिँ बायोमेट्रिकको लागि चाहिँ सम्बन्धित मतदान केन्द्रमा नै गएर बायोमेट्रिक दिन नपर्ने, साथसाथै अटोमेटिकल्ली उहाँहरूको चाहिँ भोटर लिस्टमा नाम चढ्ने भनेर आएको थियो। यो चाहिँ एउटा लेटेस्ट न्यू राष्ट्रिय परिचय पत्रको है, हाम्रो नेसनल आइडी कार्डको चाहिँ एउटा चाहिँ गुड प्र्याक्टिस भनौँ, यसलाई एकदमै राम्रोसँग भन्नुपर्छ। यो चाहिँ एकदम गुड प्र्याक्टिस भएको छ। त्यही विषयमा चाहिँ आज चाहिँ मैले चाहिँ अब किनभने रिसेन्टली अब चाहिँ तपाईँ हाम्रो नेपाल है, हाम्रो देश चाहिँ अब चुनावी माहौलमा फागुनको 21 गते गइरहेको छ। अब भर्खरै आज चाहिँ सबैजना चाहिँ उम्मेदवारहरूले चाहिँ आफ्नो ठाउँबाट रिप्रेजेन्टेट गरेर आफ्नो क्षेत्रबाट चाहिँ उहाँहरूले चाहिँ भोट फर आफू चाहिँ चुनिनको लागि चाहिँ मतदान केन्द्रमा गएर चाहिँ आफ्नो नामहरू टिपाएर चाहिँ सदस्यता अथवा के यताउता गरेर सबै उहाँहरूसँग भइसकेको छ। आजको दिन है, जस्ट आज मैले भिडियो बनाउँदाको दिन है। र त्यसपछि मैले चाहिँ के भने भन्दाखेरि म पनि एकदम डिलेमा थिएँ कि अब नेपालको यो नियम है, नियम कानुन के कस्तो हो थाहा छैन है। अब डिजिटल्ली त भयो, डिजिटल्ली त आयो, तपाईँको अगाडि त बढ्यो है। तर मैले बनाएर एउटा चाहिँ पिडिएफहरू फर्म कसैको चाहिँ तपाईँको चाहिँ पिडिएफ त्यो फर्म सेभ गर्न नपाउँदै उड्यो है। तपाईँहरूले पनि त्यो फर्म भर्नु भएको थियो भने तपाईँहरूको पनि त्यस्तो समस्या हुनसक्छ है। किनभने मैले आफूले फेस गरेको, म आफूले जे फेस गरेको त्यो देखाएर सबै तपाईँहरूलाई चाहिँ देखाउन गइरहेको छु। र आज मैले चाहिँ एकजना मेरो भाइको अथवा मेरो हाम्रो क्लाइन्ट कस्टमरहरूको चाहिँ मैले फर्महरू धेरै भरेँ है। एकदम सजिलो के, एकदम तपाईँको यदि बायोमेट्रिक दिएको छ, यदि तपाईँको राष्ट्रिय परिचय नम्बर छ भने टक्क लिङ्क अप गर्दै सिधै नो एनी केही कुरा गर्नै नपर्ने के, तपाईँहरू जानै नपर्ने हो। यस्तै खाले खोजेको अहिले चाहिँ यो रिसेन्टली प्र्याक्टिस चाहिँ अहिले प्यानमा पनि भएको छ। यो पनि एकदम राम्रो छ। अब आगामी दिनमा अझै धेरैभन्दा धेरै चाहिँ तपाईँहरूको चाहिँ हाम्रो चाहिँ यो चाहिँ डिजिटल्ली जाओस् भन्ने चाहिँ म भन्न चाहन्छु। त्यो नै हाम्रो सबैको सफलता हो, डिजिटल्ली राम्रोसँग गयो भने। र चाहिँ म आज धेरै कुरा नगरिकन चाहिँ म तपाईँलाई देखाउन चाहन्छु कि मैले यो फर्म एउटा भरेको थिएँ। यहाँ देख्न सक्नुहुन्छ, जना भाइ हुनुहुन्छ, उहाँको फोटो छ, साथसाथै यहाँ क्युआरदेखि लिएर नामदेखि लिएर विभिन्न कुराहरू चाहिँ यहाँ रहेको छ है। अब मैले यो फर्म त भरेँ। अब यो मैले चाहिँ अब हाम्रो चाहिँ मतदाता है, उहाँहरूको भोटर लिस्टमा नाम चढेको छ कि छैन त्यो कुरा चाहिँ आफूले फिक्स गर्नु पर्यो। भोलिका दिन जवाबदेही हुनु पर्यो। काम गरिसकेपछि काम गर्ने मात्र त होइन, त्यो काम फर्म भर्ने पठाइदिने त्यो मात्र त हामी काम गर्दैनौँ। जस्ट हामीले चाहिँ सोल्युसन दिन्छौँ। सिस्टम के छ सिस्टम बताइदिने हो। हाम्रो कामहरू भनेकै सिस्टम बताइदिने हो। सिस्टम बताउँदाखेरि चाहिँ मैले चाहिँ आज चाहिँ यस्तो हेरेँ, किनभने चुनावी माहौल छ अहिले। अब भोलिका दिन भोटर हाल्न पाउने है अधिकार चाहिँ उसँग छ। तर के भयो भन्दाखेरि उसले भोट फोटो गरेर खिचेको छैन, बायोमेट्रिक दिएको छैन है मतदान केन्द्रमा। तर त्यही पनि मैले यहाँ अनलाइनबाट प्रोसेस गरिदिएको छु। मैले आफ्नो कस्टमर चार्ज लिइसकेको छु। तर उसको काम भएन भने त्यो मलाई पनि मजा हुँदैन, उहाँहरूलाई पनि मजा हुँदैन। त्यो त्यसरी गरेर कुनै पनि फाइदा छैन। अब भवितव्य है नेपाल सरकारको थ्रु इन्डबाट चाहिँ त्यो समस्या हुन सक्ला। तर त्यही पनि अब चाहिँ मैले चाहिँ यो त्यसको लागि चाहिँ मैले एकदम व्यवस्थित रूपले चाहिँ हेरेको छु। अब चाहिँ यो तपाईँलाई देखाउँछु है। तपाईँ चाहिँ आफ्नो चाहिँ वेबसाइटमा जानु होला, अथवा तपाईँको गुगल क्रोम, फायरफक्स, मोजिला, सफारी यताउता के छ ओपेरा, त्यहाँ जानु होला। त्यसपछि तपाईँले यहाँ देखिरहनु भएको छ election.gov.np है। तपाईँ सिम्पली यसमा आए हुन्छ, अथवा इलेक्सन अथवा तपाईँले निर्वाचन आयोगको वेबसाइटमा गए पनि हुन्छ। यहाँ विभिन्न कुराहरू चाहिँ छ। अब तपाईँको त्यसपछि आफ्नो चाहिँ यहाँ अरू कुनैमा नभइकन हामी चाहिँ गइएको थियो मतदाता नामावली प्रिरेजिस्ट्रेसन अध्यावधि गर्न चाहिँ हामीले हेरेको थियो। अब चाहिँ हामीले हेर्न पर्ने हुन्छ मतदाता नामावली भोटर रोल हेर्न पर्ने हुन्छ है। अब सिम्पली यसमा क्लिक गर्नुहोस् है। अलिकति सर्भर चाहिँ अलिकति डाउन छ, स्लो छ इन्टरनेट है। तपाईँहरू चाहिँ धैर्य गर्नुपर्ने हुन्छ हेर्नलाई, आफ्नो चेक गर्नलाई। अब तपाईँले यहाँ विभिन्न कुराहरू देख्न सक्नुहुन्छ है। लोडिङ हुँदैछ, अझै पनि तपाईँको पुरा लोडिङ भएको छैन यहाँ चाहिँ है। मैले चाहिँ आफूले हेरेर, आफूले रुजु गरेर, आफूले चेक गरेर यो भिडियो चाहिँ आज चाहिँ तपाईँहरूलाई चाहिँ प्रसारण गर्न गइरहेको छु। हजुर यहाँ हेर्न सक्नुहुन्छ मतदाता नामावली ठेगाना अनुसार भएको छ। अब प्रकाश सिंह 2022 साल 9 महिना 12 गते नै आएको रहेछ है। यहाँ तपाईँले देख्न सक्नुहुन्छ। त्यसपछि तपाईँले आफ्नो प्रदेशहरू छान्न पर्ने हुन्छ। यहाँ
जिल्ला, गाउँपालिका, वडा नम्बर, मतदान केन्द्र र सबमिट गर्नुपर्ने हुन्छ है। सिम्पली तपाईँले तपाईँको डिटेलहरू हाल्नु होला, आफ्नो एकाउन्ट हेरेर मैले पनि आफ्नो चाहिँ अब चाहन्छु होला यो छान्नको लागि चाहिँ मैले नै गर्न पर्छ जस्तो लाग्यो। तपाईँहरूले पनि जान्नुहुन्छ होला। यहाँसम्म यदि आइसक्नु भएको छ भने सिम्पली प्रदेश छान्नु होला। त्यसपछि प्रदेश छानिसकेपछि एकछिन सर्भर डाउन छ, प्रो छ नेपालको है। अब के भन्ने छ, जिल्लाको लागि एकछिन आउँछ, एकछिन वेट गर्नु पर्यो, होल्ड गर्नै पर्यो। अब गर्दा जाँदै क्रममा चाहिँ अब यहाँ जिल्ला छ है। अब जिल्ला आउँछ, कतिखेर आउँछ भने अब आयो भर्खर देख्न सक्नुहुन्छ। त्यसपछि तपाईँले आफ्नो जिल्ला चुज गर्नु होला। त्यसपछि आफ्नो गाउँपालिका अथवा नगरपालिका के को छ त्यो चाहिँ तपाईँले यहाँ चाहिँ चुज गर्न पर्ने हुन्छ। सिम्पली है नआत्तिनुहोस् है। अब के छ यस्तै छ, भर्खरै माहौल तातिर आएको छ है। अब देशमा है हलचल भइरहेको छ। अब जे हुन्छ राम्रै हुन्छ, राम्रै होस् भन्न चाहन्छु। त्यसपछि बल्ल गाउँपालिका नगरपालिका छान्नुहोस् भने तपाईँले यहाँ छान्नु होला। त्यसपछि आफ्नो वडा नम्बर छान्न पर्ने हुन्छ। यो तपाईँले यहाँ देखिरहनु भएको छ नि, यो जुन रातो रातो टिक मार्क यस्तो, यो चाहिँ अनिवार्य तपाईँले भर्नै पर्छ। यो नभरिकन तपाईँ अगाडि बढ्न सक्नुहुन्न। कुनै पनि गभर्मेन्ट वेबसाइट अथवा कुनै पनि वेबसाइटहरू प्रायः मैले धेरै खाले फर्महरू भरिरहेको हुन्छ। यस्तोमा चाहिँ तपाईँले चाहिँ अनिवार्य भर्नै पर्ने हुन्छ। यो कुरा चाहिँ तपाईँले माइन्डर कुरा चाहिँ टिपेर राख्नु होला है माइन्डमा। त्यसको वडा नम्बर चुज गर्नुपर्ने हुन्छ। आफ्नो वडा चुज गर्नु होला र केही समयपछि है नेपालको सर्भर हेरिकन तपाईँले आफ्नो वेबसाइट हेरिकन है इन्टरनेटको स्पिड, तपाईँको कन्फिगरेसन, ल्यापटपको अथवा पिसीको सिम्पली त्यसपछि तपाईँले यहाँ चाहिँ मतदान केन्द्रमा चाहिँ तपाईँले यहाँ प्रेस गर्नुपर्ने हुन्छ। एकछिनमा आउँछ है। हजुर, त्यसपछि तपाईँको यहाँ सबमिट गर्नुपर्ने हुन्छ। सबमिट गरिसके तपाईँको चाहिँ सम्पूर्ण डिटेलहरू आउँछ। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। मैले स्क्रिनमा देखाइरहेको छु है, तपाईँले पनि हेर्नु होला स्क्रिन है। स्क्रिन हेर्नु भएको छ। सिम्पली तपाईँको अब यहाँ भनिएको छ पुनश्च डट भन्नाले अनिवार्य भन्नुपर्ने मतदाताको व्यक्तिगत विवरणहरू चाहिँ अब यहाँ चाहिँ आउँछ है। देख्न सक्नुहुन्छ नेपालको वेबसाइट यस्तो छ, निर्वाचन आयोग नेपालको, कान्तिपथ काठमाडौँमा रहेको छ। अब हेर्न सक्नुहुन्छ। हेर्नुहोस् तपाईँको यहाँ विभिन्न कुराहरू रहेको छ है। यहाँ गण्डकी प्रदेश है, त्यसपछि जिल्ला, त्यसपछि नगरपालिका, वडा नम्बर। अब यहाँ चाहिँ तपाईँको प्रतिनिधि सभा निर्वाचन 1 हो कि 2 हो है। मतदान केन्द्र आफ्नो मतदान जानुहोस् भन्छ। अब तपाईँको अब यो भाइको नाम हेरौँ है। यो भाइको नाम छ, यो रहेको छ। तपाईँले चाहिँ आफूले चाहिँ कि चाहिँ डेट अफ बर्थ चाहिँ थाहा पाउनुपर्छ कि चाहिँ तपाईँले चाहिँ आफ्नो नागरिकता नम्बर चाहिँ रेकर्ड गरेर राख्नुपर्छ। मैले चाहिँ भाइको रेकर्ड गरेर राख्छु है। तपाईँले पनि आफ्नो नागरिकता नम्बरहरू टिप्नु होला अथवा डेट अफ बर्थ थाहा पाउनु होला। त्यसपछि तपाईँले यहाँ चाहिँ अब मेरो वेबसाइटमा जाउँ, यहाँ जाउँ। त्यसपछि तपाईँको उसको नाम सबाट छ। त्यसपछि यहाँ समा क्लिक गर्छु। त्यसपछि यहाँ सो इन्डिज 10 छ, त्यसलाई सिम्पली गरेर 100 गर्छु। र त्यसपछि तपाईँको अब उसको नाम खोजौँ है। सिम्पली बिस्तारै खोजौँ है, एउटा गरेर हेरौँ। अथवा तपाईँले कन्ट्रोल एफ गरेर पनि हुन्छ। कन्ट्रोल एफ गर्नुभयो भने यहाँ माथि आउँछ। तपाईँले यहाँ चाहिँ अब कसरी यो तपाईँ सर्च गर्न सक्नुहुन्छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ मेरो भाइको आइसकेको छ, मेरो सेवा गराएको क्लाइन्टको। तपाईँले यहाँ देखिरहनु भएको छ। तपाईँले सिम्पली हेर्नलाई मतदाता विवरणमा तपाईँले यहाँ प्रेस गर्नु होला। हजुर, अब स्पिड हेरिकन चाहिँ अब अलिकति ढिलो चाँडो आउँछ यसमा। तपाईँले यसको लागि चाहिँ दुःख नगर्नु होला। कि क्लिक नहुनसक्छ कि तपाईँको ढिलो चाँडो हुनसक्छ है। त्यसमा चाहिँ मैले यहाँ गरिरहेको छु, प्रेस गरिरहेको छु। हजुर, त्यसो त उहाँको जन्ममिति है, साल महिना गते थाहा भयो नि भएन। तपाईँको नागरिकता नम्बर थाहा पनि भयो। मैले सिम्पली नागरिकता नम्बर अगाडि पनि हानेको चेक गरेको थिएँ, फेरि आयो। सिम्पली हालेर तपाईँले यहाँ सबमिट गरिदिन्छु। अब व्यक्तिगत विवरणको हिसाबले चाहिँ रेकर्ड चाहिँ देखाउन हिसाबले चाहिँ हामी चाहिँ ब्लरहरू गरिरहेको हुन्छ। त्यो चाहिँ कुनै भुलवश मिस्टेक भएको छ भने हामीलाई चाहिँ माफ गरिदिनु होला। सकेसम्म हामी चाहिँ त्यो गर्दैनौँ यस्तो। तपाईँको इम्पोर्टेन्ट हजुर, तपाईँले यहाँ देखिरहनु भएको छ, सिम्पली आएको छ। सो फोटोदेखि लिएर विभिन्न डिटेलहरू चाहिँ सबै कुरा आएको छ, यहाँ देख्न सक्नुहुन्छ। यसरी चाहिँ मैले चाहिँ यहाँबाट है फ्रम दिस टु दिस हेर्न सक्नुहुन्छ। फोटो पनि एक्ज्याक्टली त्यही नै छ भाइको है। हो, सो थ्याङ्क यू सो मच फर दिस भिडियो है। सम्पूर्ण दर्शकबिनहरूले जब साथ दिनुभयो, हेर्नुभयो, आशा छ यो भिडियो तपाईँले पनि बुझ्नुभयो, तपाईँहरू पनि आफू अपडेट हुनुभयो। तपाईँले पनि रिसेन्टली तपाईँले चाहिँ परिचय पत्रबाट अथवा तपाईँले चाहिँ बायोमेट्रिक चाहिँ आफ्नो चाहिँ संस्थाबाट अथवा आफ्नो चाहिँ नजिकैको चाहिँ मतदान केन्द्र आफ्नो चाहिँ निर्वाचन आयोगमा गएर दिनुभएको चाहिँ चेक गर्नु होला। यदि पहिले दिनुभएको छ भने चाहिँ तपाईँले चेक गर्न सक्नुहुनेछ। यो त रह्यो, मैले चाहिँ कसरी चाहिँ पहिला चाहिँ
तपाईँ हाम्रो चाहिँ सेवा गरेको चाहिँ फोटोहरू चाहिँ बायोमेट्रिक चाहिँ फर्म राष्ट्रिय परिचय पत्र टु सिधै यता अहिले चाहिँ कसरी चाहिँ यता आयो भनेर चाहिँ यो देखाउन खोजेको। आशा यो भिडियो मन परेको छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला। यस्तै यस्तै भिडियो अरू पनि हेर्न मन छ भने अब यस युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला र अरू पनि यस्तै यस्तै भिडियोको साथमा आउने बाद यस भिडियोबाट म सन्दीप लगायत मेरो समस्त टिम बिरेन चाहन्छु। नेपाल हजुरको दिन शुभ रहोस्।